तर यही देशमा सुन्नुहोस् है, यही देशमा होइन प्रधानमन्त्री घुमेर आउँदाखेरि 74 करोडको बिल आयो भन्नेहरू छ नि होइन। 74 करोडको घुम्दिने खोइ त त्यतातिर चाहिँ कलम चलाएको के चाहिँ नि तपाईँको होइन पत्रकार बनाउँदाहरूले है। 10 अर्ब रुपियाँको घोटाला भयो एयरपोर्ट बनाउँदा पोखराको भनेर त आइराखेको छ त तपाईँको चाहिँ समितिले दिइराखेको खोइ त्यतातिर। प्रत्येक दिन 50 लाख रुपियाँ चाहिँ नि होइन पानी चुडी खाए भने गृहमन्त्रीसम्मको नाम मुछियो खोइ त्यतातिर चाहिँ ध्यान दिएको है। गिरीबन्धुको कुरातिर खोइ ध्यान दिएको, दमकटारको कुरातिर खोइ ध्यान दिएको, मेलम्चीको कुरा खोइ खोजेको, बोराको बोरा क्विन्टलको क्विन्टल सुन अरे त्यो सुनको खोइ खोजेको त्यतातिर चाहिँ छैन। श्रमदाताले भात खायो, त्यो कसले ल्याइदियो होइन आउनु भएको नि तपाईँले कसले ल्यायो किन ल्यायो कसले कति कति खायो होइन कसको भातमा कति चोखा पर्यो हड्डी थियो छैन। यस्तो पनि हुन्छ पत्रकार, यस्ता पनि हुन्छ। तपाईहरु सबैजना अब सचेत रहनुपर्छ। नेपाल किन बिग्रेको थाहा छ? सच्चा मान्छे बोल्दैन, भटा मात्रै बोलिरहन्छ क्या। सच्चा मान्छे चाहिँ बोल्न डराउँछ है, बा मलाई त थुन्छ, बा मलाई त कुट्छ भन्छ। अनि 1000 जना बस्ने गाउँमा एउटा फटाले शासन गरिरहेको। 999 जना मान्छे चाहिँ गुण्डाले चाहिँ फर्काएर खाइरहेको छ। त्यसले गर्दाखेरि म सबैजनालाई बोल्न पनि सिकाउँछु। घरको सामान किन यत्रो बोल्छ भन्नुहुन्छ? किनभने समाज बोल्दैन नि त। तपाईँले बोल्नु न मच्छप लागिहाल्छ नि होइन, किन बोलिरहेको? त्यसले गर्दाखेरि म भन्न चाहन्छु यस्ता विकृति विसङ्गतिको भण्डाफोर गर्नुपर्छ है। तपाईँको चाहिँ हामी सबै मिलेर यो देशलाई माथि उठाउनुपर्छ। त्यो श्रमको अभियान हो यो है। श्रमदानले मात्रै बन्दैन फेरि है, श्रमदानले मात्रै बन्दैन। श्रमदान सहित होइन हाम्रो सैनिक के भन्दाखेरि चेतनाको अभियान पनि चाहिन्छ। पसिना र चेतना दुईटा कुरा है। कुरा बुझ्नुभयो नि, विचार र औजार दुईटा कुरा। तपाईसँग विचार पनि हुनु पर्यो। त्यसले गर्दा मैले यो भनेको, नत्र भने जाउँ जाउँ काममा भन्दा भइहाल्छ। पहिलो विचार पनि त हुनु पर्यो तपाईँसँग। विचार र औजार है, चेतना र पसिना, यो दुईटा कुराको सम्मिश्रणबाट मात्रै होइन हाम्रो सैनिक के हो त भन्दाखेरि हाम्रो देश बन्ने हो। त्यो चिज हो। म सबैलाई त्यो भन्न चाहन्छु। सकारात्मक भएर हामी बाँचौँ, म त्यो भन्न चाहन्छु। अब भनिरहँ भने त रात पर्न सक्छ, दिनभरि भनिरहनु मन लाग्छ होइन। नभनौँ धेरै के भनौँ 1 घन्टा नभनौँ है। अब हामी काम गर्नतर्फ लाग्छौँ तर काम डाइरेक्ट हामी गर्दैन। एउटा हाम्रो गीत पनि छ, त्यो गीत पनि गाउँछौँ, नारा पनि लाउँछौँ। तर नारा लाउँदा अरूलाई मुर्दाबाद, हामी मुर्दाबाद भन्दैनौँ। अरूले हामीले भनौँ न के छ र, उनीहरूले मुर्दाबाद भन्दा हुने हो त? झिँगाको सापले डिगा मरे त होइन, के हुन्थ्यो? झिँगाले नि गरिरहेको होइन, के हुन्छ? केही पनि हुन्छ त्यो चिज हो। र म यता धन्यवाद दिन चाहन्छु। खोइ 111 गोर्खा राइफल ब्रेभेस्ट अफ द ब्रेभ नेपालीमा चाहिँ ब्रेभेस्ट अफ द ब्रेभ है, वीरहरूको वीर है। बटालिकले चाहिँ धरान बटालिक परिवारले चाहिँ देश सोच, त्यो चाहिँ मेरो गीत हो। देश सोच्न सकौँ, म देश बोल्न सकौँ, देशकै कर्म गर्न सकौँ, देशकै निम्ति मर्न सकौँ भन्ने त्यो चाहिँ मेरो गीत हो। फेरि यहाँ पनि छ, यो टी सर्टमा छ। र बृहत श्रमदान भनेर लेख्नु भएको छ, यो ब्यानर सहित आउनुभएको छ। र यो पानी पनि उहाँले ल्याउनु भयो होला। उहाँहरू सम्पूर्णलाई, परिवारलाई हार्दिक स्वागत सम्मान धन्यवाद भन्न चाहन्छु। र सबैले ताली बजाएर उहाँहरूलाई धन्यवाद दिनु है। र सबैजनालाई म धन्यवाद दिन चाहन्छु। अब हामी एउटा गीत गाउँछौँ, सुन्दैनौँ, गाउँछौँ।